आज चाहिँ यस्तो राम्रो मौसम भएको कारणले बाहिर जाने घुम्न जाने भनेर यस्तो खुसी भएको कि हामी सबैजना साथीहरूसँग। त्यसपछि हामी अब निस्किन्छौँ। त्यहीँ यहाँनिर साथीहरूले के लुकाउँदै रहेछ के गोरिनीहरूले। अनि गयौँ। कस्तो हावाले मेरो चाहिँ आँखा हानिरहेको थियो। पुरै हावा चलिरहेको थियो होइन, बिचबिचमा आँखै खोल्न नसक्ने कि। अनि अगाडि उनीहरू लगाएर म चाहिँ पछि अनि यो अन्डरग्राउन्डभित्र छिरौँ। यस्तो राम्रो अन्डरग्राउन्डभित्र मलाई हिँड्न यति रमाइलो लाग्छ होइन। 9-10 ठाउँबाट भित्र बाहिर निस्किने भित्र आउने बाटो छ कि। अनि गयौँ भित्र, खुसी हुँदै पानी पर्ला जस्तो भएको थियो। अनि म चाहिँ अन्डरग्राउन्डभित्रबाट निस्किँदै यहाँ चाहिँ कस्तो राम्रो हेर्नु न, बरको रुख जस्तो कि रुख रहेछ, झ्याम्म ग्रिन यस्तो राम्रो थियो होइन, हावा सर्र चलेको। अनि म चाहिँ हेर मेरो नेपालको बरको रुख भन्दै त्यो कुरा हात हल्लाउँदै गएँ। अनि त्यसपछि हामी निस्क्यौँ मार्केट बजारतिर घुम्दै निस्क्यौँ। पानी पर्न थाल्यो, पानी परिरहेको थियो। अनि छिटो जाँदै गर्दाखेरि त यहाँ के भेटेको कि मैले चाहिँ मोमो के यस्तो खानु मन लागेन, तर थिएन, फोटो मात्रै रहेछ। अनि त्यसपछि चिप्स खाने भनेर चिप्स लिनु गयौँ। अनि बाहिर निस्केर अब पानी पर्ला जस्तो भइरहेको थियो। अनि तर पनि रमाइलो भएको थियो। अनि यसो हिँड्दै बाहिर निस्किँदै जानु पर्यो भनेको त बाटै भेटिएन। अनि त्यसपछि साथीले यहाँ यो किन्ने भन्ने बाहिरमा चाहिँ निस्केँ। सब्जी मार्केट के यस्तो राम्रो, नेपालको जस्तो क्या, पुरै खुल्ला छाब्रोमुनि सब्जीहरू राख्छ नि त्यस्तो। अनि यस्तो हरियो के खोर्सानी के देखेको मलाई कस्तो क्राममा खाइदिउँ जस्तो होइन। 3 पाउन्ड रे, बाबा कस्तो महँगो। अनि त्यसपछि यता अरू पनि आन्टीहरूसँग पनि भेट भयो। अनि त्यसपछि ल अब जाने होइन भन्दै गफ गर्दै एकछिन बस्यो। त्यहाँ मैले चाहिँ यो कस्तो राम्रो के कपडामा बुटिक्स उयो हुन्छ नि, त्यस्तो के त्यस्तो रहेछ हेर्दै थिएँ। अनि त्यसमा पारी चाहिँ मासु रहेछ यो। अनि यता चाहिँ पुरै सब्जी मजाले देखाउनु पऱ्यो भनेको त पानी परेर देखाउनै पाइएन। अनि यहाँ कस्तो